द्वन्द्व यार 2 घण्टाको कडा प्रयासपछि चाहिँ हाम्रो खाना आइसकेको अवस्था छ ल मोमो आयो हामीले टाकटुक खाइयो गाइस अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ रात पनि परिसकेको छ बाहिर यहाँ भित्र आएको लाफिङ भाइको बाहिर पानीपुरी खानु भनेर आएको भाइ अघि होइन पानी नै भइन्छ अरे पानीपुरीको दिमाग खराब भएर छुटेर भोकको कारणले टाउको दुखिसकेको थियो सो अब चाहिँ हामी फर्किन्छौँ घरतिर ल गाइस रात पनि पऱ्यो अब निस्किनुपर्छ पार्किङमा छिरिसकेको अवस्था छ माइक चाहिँ मैले यहाँनिर झुन्डाएको छु यहाँनिर लो हजुर उतातिर राखेको हजुर ल गाइज हामी चाहिँ फाइनली डाँडामा आएको अवस्था छ गाडी यहाँ राखेर ठ्याक्क बुढा नीलकण्ठको भ्यू दामी यता काठमाडौँ छ रुखले सेकिरहेको छ ताराहरू हेर्न सक्नुहुन्छ त क्लिन आकाश आज आकाशमा एउटा तारा देखिन ल यो आन्टी त बाटो अगाडि आएर गाडी अगाडि आएर टाँसिन्थ्यो दिमाग खराब गरिन्थ्यो गाइज झन् ठोक्केन